नमस्कार किसान दाजुभाइ तथा दिदीबहिनीहरू, तपाईलाई हाम्रो च्यानल आरती एग्रोभेट अफिसियलमा स्वागत छ। हजुरहरू हाम्रो च्यानलबाट दैनिक रूपमा हजुरहरूलाई आवश्यक पर्ने चिजहरूको बारेमा सजिलै ज्ञानहरू र आइडियाहरू लिन सक्नुहुनेछ। हजुरहरूलाई हाम्रो कन्टेन्ट कस्तो लाग्छ, सुझाव सल्लाह र प्रतिक्रिया दिनुहोला। सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरू, आज मैले एउटा महत्त्वपूर्ण टपिकको बारेमा एउटा विषय लिएर आएको छु। हजुरहरूले पनि अनुभव गरिराख्नु भएको कुरा हो। जसले पनि गाई बस पालिराख्नु भएको छ, हजुरहरूले पक्कै पनि दुध उत्पादनको लागि गरिराख्नु भएको छ या त नर्मल्ली खानको लागि। हजुरहरूले अनुभव गर्नै भएको होला, प्राय नेपाली भेग, नेपालको पहाडी भेगहरू या त तराई प्रदेशमा पनि जब कोराली गाई या त भैँसीहरू ब्याउँछन्, पहिलो प्रब्लम देखिएको हुनसक्छ। हजुर, थुनेलो यानि कि यसलाई अङ्ग्रेजीमा मस्टाडिस भनिन्छ। आज मैले यसैको विषयमा भिडियो लिएर आएको छु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। यो भिडियोमा हजुरहरूले जान्नुहुनेछ थुनेलो के हुन्छ, यसका के कस्ता लक्षणहरू देखा पर्दछन् र यसले पशु दुग्ध उत्पादन राख्दछन्। हजुरहरूलाई यो जानकारी अवश्य नै महत्त्वपूर्ण हुनेछ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। साथै यस्ता अन्य जानकारीमूलक भिडियोहरू चाहिएमा हाम्रो च्यानल आरती एग्रोभेट अफिसियललाई सब्सक्राइब गर्नुहोला। यो च्यानल पाउनको लागि तपाईहरूले युट्युबमा जानुहोस्, त्यहाँनिर गएर आरती एग्रोभेट अफिसियल टाइपिङ गर्नुहोस् र सर्च गर्नुहोस्। त्यहाँ हजुरहरूले च्यानल पाउनुहुनेछ। च्यानलभित्र प्रवेश गरिसकेपछि हजुरहरूले बाख्रा पालन, कुखुरा पालन, गाई भैँसी दुध उत्पादन सम्पूर्ण काम कुराहरूको बारेमा विस्तृत रूपमा जानकारी पाउनुहुनेछ। यो भिडियो विशेष गरी कृषक दाजुभाइ दिदीबहिनी तथा विद्यार्थीहरूलाई समेत उपयोगी मानेर बनाइएको हो। यो भिडियोबाट हजुरहरूले जेटिए गरिराख्नु भएको भाइ बहिनीहरू र घरमा कामहरू गाई भैँसी या त कुखुरा बङ्गुर पालन गरेर यो जीविकोपार्जन गर्नुभएको या त आफूलाई काम चलाउनको लागि गरिराख्नु भएको सम्पूर्णलाई महत्त्वपूर्ण हुनेछ। कृपया भिडियोलाई अन्त्यसम्म हेर्नुहोला। थुनेलो रोग के हो? थुनेलो भनेको गाई वा भैँसीको थुनमा हुने सङ्क्रमणजन्य रोग हो। यस रोगमा थुन छुन्निने, तातो हुने, दुध फाट्ने, रगत वा पिसाब जस्तो दुध हुने र पशुलाई दुख्ने हुन्छ। यो रोग दुध दुहुँदा वा फोहोर वातावरणका कारण छिटो सर्दछ। थुनेलो हुने मुख्य कारणहरू। थुनेलो हुने प्रमुख कारणहरू यस्ता छन्: फोहोर गोठ, थुन सफा नगरी दुध दुहुनु, गोठमा फोहोर गोबर जम्नु, गलत तरिकाले दुध दुहुनु जस्तै जोरले थुन तान्ने, नङले थुन कोतर्ने, घाउ वा चिरा पर्नु, थुनमा सानो चुरबाट ब्याक्टेरिया पस्छ, कमजोर रोग प्रतिरोधात्मक शक्ति जस्तै पोषणको कमी, लामो समय पशु बिरामी भएको अवस्थामा। थुनेलो रोगका लक्षणहरू। यदि तपाईँको गाई भैँसीमा यी लक्षण देखिए भने सावधान हुनुहोस्। थुन सुन्निने र तातो हुने, दुध फाट्ने, गाढा वा दुर्गन्ध आउने, दुधमा रगत देखिने, पशु दुखाइले गर्दा दुध दुहुँदा लात हान्ने, दुध उत्पादन अचानक घट्ने। थुनेलो रोगको उपचार। समयमा उपचार गरे पूर्ण रूपमा निको हुनेछ। उपचारको लागि तुरुन्तै नजिकको पशु चिकित्सकलाई देखाउनुहोस्। चिकित्सकले दिएको एन्टिबायोटिक औषधि पुरा मात्रामा प्रयोग गर्नुहोस्। थुनलाई तातो पानीले दिनमा 2 देखि 3 पटक सेक्नुहोस्। सङ्क्रमित थुनको दुध फाल्नुहोस्, नपिउनुहोस्। आफैले जथाभावी औषधि प्रयोग नगर्नुहोस्। थुनेलो रोगबाट बच्ने उपायहरू। निम्न उपायहरू अपनाउन सक्नुहुन्छ। दुध दुहुनु अघि र पछि थुन सफा गर्नुहोस्। गोठ सधैँ सुक्खा र सफा राख्नुहोस्। सही तरिकाले दुध दुहुनुहोस्। पौष्टिक आहार दिनुहोस्। समय समयमा पशु स्वास्थ्य जाँच गर्नुहोस्।